राधे राधे छ सबैहरुमा। म दीपा छेत्री अनि स्वागत छ हजुरहरु सबैलाई मेरो फेसबुकको फर्स्ट मिनी ब्लगमा। अनि आज चाहिँ म जाँदै थिएँ, म माने हामी हस्बैन्ड वाइफ हामी जाँदै थियौँ मन्दिर यानी नामघर। अनि यहाँ हेर्न सक्नुहुन्छ म चाहिँ एकदम रेडी भएर निक्लिसकेँ अनि हस्बैन्ड पनि रेडी भएर निक्लिनु भयो। अनि यहाँ चाहिँ हामी धूपदीप लिनको निम्ति एकछिन रोक्यौँ अनि हस्बैन्ड चाहिँ त धूपदीप लिन जानुभएछ, त्यहाँबाट पनि हामी निक्लेर अघि बढ्यो। अनि गाइस म चाहिँ फर्स्टचोटि गएको के नामघर। मन्दिर त गइ नै राखिन्थ्यो होइन, अनि नामघर चाहिँ गएको थिइनँ म चाहिँ। अनि यो चोटि चाहिँ म फर्स्टचोटि गएको हो नामघर। अनि यहाँ चाहिँ हेर्नु न गाइस, चारैतिर धान पाकेर एकदम कति राम्रो कलर आइरहेको रहेछ के, चारैतिर सुनली सुनली कलर होइन, बिचमा रास्ता। यहाँबाट पार हुनुको चाहिँ एकदमै फिलिङ्स चाहिँ अलग थियो है गाइस। यहाँ हेर्न चारैतिर धान पाकेर सुनली सुनली कलर भइरहेको, सबैलाई धमाधुम थियो धान काट्न, धानको मुठा बाँध्न, मुठा ओसार्न होइन। अनि यहाँ चाहिँ मेरो हस्बैन्ड मलाई भन्दै हुन्थ्यो अगाडि पहिले कस्तो के स्ट्रगल गर्नुहुन्थ्यो होइन, यति टाढाबाट यहाँ हामी धान काट्न आउँथ्यौँ भनेर देखाउनुहुन्थ्यो परतिर। अनि म चाहिँ उसको कुरा सुनेर छक्कै बनेको परेँ, किनभने यति टाढाबाट, यति धेरै टाढाबाट होइन यहाँसम्म धान काट्न आउनु भनेको त कुनै सानो कुरा होइन। अनि साँच्चै नि अब अगाडिका मान्छेले चाहिँ धेरै स्ट्रगल गर्ने के, धेरै काम गर्ने होइन। धन्न हामीले चाहिँ यत्रो धेरै स्ट्रगल चाहिँ गर्नु परेन हामीले, यानि मैले, हजुरहरू त गर्नुभएको होला। मैले चाहिँ माइतमा पनि धान काट्ने रोप्ने काम चाहिँ गरिनँ र अहिले पनि बिहे भएर आएपछि पनि त्यस्तो धान काट्ने रोप्ने काम चाहिँ गर्नु परेको छैन। अनि यसरी नै हामी हस्बैन्ड वाइफ कुरा गर्दै 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 फाइनली हामी मन्दिर पनि आइपुग्यौँ, मन्दिर यानि नामघर पनि आइपुग्यौँ। अनि नामघरमा चाहिँ कस्तो के नियम नीति छ त्यो चाहिँ मलाई एकदम खासै थाहा थिएन के, कस्तो रहेछ भने यहाँ चाहिँ सिधै पसेर मन्दिरभित्रै पसेर चाहिँ पूजा गर्न मिल्ने रहेछ। अनि हामीलाई त थाहा भएको थिएन, म चाहिँ एकदम सिधै गइदिएँ कि, सिधै गएको थिएँ। अनि उहाँ एकजना गुरुजी नै भनिदिउँ न, अब उहाँले भन्नुभयो कि सिधा जाने चाहिँ अनुमति छैन हामीलाई, अनि बाहिरबाट चाहिँ यसो ढोग्नु पर्ने रहेछ, अनि दियाबाती चाहिँ धूपदीप चाहिँ बाहिरै जलाउनु पर्ने रहेछ। अनि पूजा पनि चाँडै हुने के, त्यस्तो खालको केही रहेन रहेछ। अनि हामीले चाहिँ फटाफट गएर धूपदीप जलायौँ ओर्यौँ अनि पूजापाठ गरेर अनि हामी चाहिँ फर्क्यौँ घरतिर। अनि अहिले चाहिँ हामी आइपुग्यौँ हाम्रो गाउँ पोथीमारी। अनि यो चाहिँ हाम्रो पोथीमारीको बाटो हो। तर गाइस यहाँ चाहिँ एकदम बिहान र बेलुका चाहिँ एकदमै भिड हुने के गाई गोरुको, भन्नुहुन्छ भने वेट गर्नुपर्छ, पर्खिनुपर्छ, ट्राफिक लागिरहेको हुन्छ। अनि यहाँ हेर्नु नै भन्दै भन्दै त्यसरी आउँछन् गाई गोरु, अझै अगाडि पनि त्यसरी नै एकदमै बिहान र बेलुका चाहिँ एकदमै भिड हुने के, साह्रै नै भिड हुने। अनि अझै अगाडि हेर्नु न गाइस, यहाँबाट देखिरहेको छ भिड कति भिड छ भनेर। यहाँ त केही पनि होइन, अझै साँझको टाइममा त झनै धेरै भिड हुन्छ कि। अनि अहिले त अलिक अबेला भयो नि त, 10-11 बजिसकेको थियो, अहिले चाहिँ अलिकति कमै हुन्छ अब। अनि यहाँ हेर्नु न, मैले भनिरहेको थिएँ नि एकछिन पर्खिनुपर्छ के, एकदम सिधै भएर हिँडिराख्ने गाई गोरु नि। अनि यो गाई गोरुको ट्राफिक पार हुने बित्तिकै हाम्रो घर आयो। अनि मैले चाहिँ फटाफट गरेर भोलि ड्रेस चेन्ज गरेँ गाइस, किनकि मलाई साह्रै भोक लागिसकेको थियो, 12-1 बजिसकेको थियो घर आइपुग्दा। ल त गाइस आजलाई यति नै, अनि हामी फेरि भेटौँला नेक्स्ट ब्लगमा है, बाई।